पोस्टमार्टम रिपोर्टमा चाहिँ मृत्युको कारण मृतकको यौनाङ्गमा भएको घाउ भित्री पार्टमा भएको घाउ त्यसबाट भएको रक्तस्रावको कारणले भनेको छ, जुन चाहिँ बलात्कारको कारणले भएको छ। जबरजस्ती करणीबाट मृतकको यौनाङ्गमा घाउ भयो अनि त्यो घाउबाट अत्याधिक रूपमा रक्तस्राव भएर त्यही रक्तस्रावको कारणले मृत्यु भयो भने त हामीले सिम्पल उसमा बोल्दाखेरि बुझ्नको लागि चाहिँ जबरजस्ती करणीको कारणले भएको घाउबाट आएको रक्तस्राव भएर मृत्यु भयो। सर, जबरजस्ती करणीमा चारैजनाको सहभागिता देख्नुभयो कि अथवा अनुसन्धान अझै बाँकी छ कि? यसलाई चाहिँ मैले अहिले उसमा राख्यौँ किनभने यकिन नभइसकेको हामीले अहिले नै बोल्दाखेरि अलिकति प्रिमेच्योर हुन्छ जस्तो लाग्छ। यसलाई अहिले किनभने यो सेन्सिटिभ इस्यु पनि हो, सेन्सिटिभ पनि इस्यु पनि भएर अनुसन्धानमै भएको कारणले गर्दाखेरि हामी सबैलाई अनुसन्धान गर्दैछौँ। हरेक पाटो केलाएर हरेक पाटो नछुट्ने हिसाबले हामी अनुसन्धान गर्दैछौँ। यसै साथ घटना घटेकै ठाउँमा तत्कालै एकजना पक्राउ परेको भन्ने कुरा पनि थियो। हो, उहाँको चाहिँ हाउभाउ त्यति बेला कस्तो अवस्थामा पक्राउ गर्नुभएको थियो? हामीले त्यो बेलामा जस घटनास्थलमा जस्तो हुन्छ त्यो मान्छे त्यो व्यक्ति त्यही भएको कारणले उसलाई पक्राउ गरेको र उसलाई तत्कालै पक्राउ गरेर लगेर हामीले हस्पिटल लगेर उसको स्वास्थ्य परीक्षणहरू हामीले यो जबरजस्ती करणीको घटनाको प्रोटोकलले के गर्नुपर्ने हो परीक्षणहरू, ती परीक्षणहरू फलो गरेर त्यो परीक्षणहरू चाहिँ तत्काल गऱ्यौँ हामीले। उसका शरीरका परीक्षणहरू, अभियुक्तको शरीरको पनि परीक्षणहरू गर्नुपर्छ, त्यसका स्वाबहरू लिनुपर्छ। उसको लुगामा जिउमा रगतहरू लागेको थियो, उसका भित्री कपडाहरूमा पनि रगत लागेको थियो, उसको यौनाङ्गमा पनि रगतहरू लागेको थियो, त्यसको स्वाबहरू पनि लिएको छौँ। त्यस्तै गरेर पिबिकहरू लगायतको हामीले गर्नुपर्ने प्रोटोकलले यो जबरजस्ती करणीको केसमा के गर्नुपर्छ हामीले सम्पूर्ण कुराहरू चाहिँ गर्ने। जस्तो मैले तपाईँलाई भेट्न आउनुभन्दा अगाडि मैले देखेँ यहाँ तपाईँ मृतकको परिवारसँग छलफलमा हुनुहुन्थ्यो। हिजोसम्म एकदमै आक्रोशित परिवारलाई तपाईँले शान्त बनाएर पनि यहाँबाट पठाउनु भयो, सम्झाइ बुझाइ गर्नुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको छ, आँखा चिम्लेर विश्वास गर्नुहोस् मलाई भन्नुहुन्थ्यो। आधार छ आँखा चिम्लेर विश्वास गर्नुपर्ने, तपाईँलाई कस्तो आधार छ? हजुर, मैले एउटा चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु तपाईँको उसबाट। यहाँको समाज र सुर्खेतवासीहरूले र विशेष गरेर परिवारले चाहिँ सुर्खेत जिल्ला प्रहरी कार्यालयलाई एकदम विश्वास गरिदिनु भएको छ। यो भनेको आजको मात्र भन्दा पनि हामीले पहिला गरेका कामहरूको त्यो पनि हो जस्तो लाग्छ। र हामीले उहाँहरूसँग के भनेका छौँ भने प्रहरीलाई अरूतिर इन्गेज गराउँदाखेरि जस्तै पुराना घटनाहरू चाहिँ प्रहरी अनुसन्धान गर्न छोडेर अरूतिर भिड नियन्त्रणतिर गर्न थाल्यो भनेपछि अनुसन्धान प्रभावित हुन्छ भन्ने हिसाबले हामीले उहाँलाई त्यो पनि भनेका छौँ। र हामी कुनै पनि तवरबाट प्रहरीले आफ्नो व्यावसायिकता छोड्दैन, न कुनै राजनीतिक, न कुनै जातीयता, न कुनै वर्ग धर्म लगायतका कुनै पनि उसबाट आफ्नो व्यावसायिकता छोड्दैन। म यहाँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने हामीले सुर्खेत प्रहरीको टिमले हामीले गर्नुपर्ने र यो जबरजस्ती करणीको घटनामा अपनाउनु पर्ने प्रोटोकलहरू, गर्नुपर्ने अनुसन्धानहरू तोकिए बमोजिमका सम्पूर्ण अनुसन्धानहरू गरेका छौँ। हामीले यहाँलाई के पनि विश्वास दिलाउन चाहन्छौँ भने सबभन्दा बेस्टभन्दा बेस्ट अनुसन्धानको चाहिँ दिन चाहिँ हामी प्रयास गर्छौँ। त्यति चाहिँ निश्चिन्त हुनुभयो हुन्छ। समयको लागि धन्यवाद हजुरलाई। र यो अनुसन्धानले अन्तिम एउटा बिन्दुमा पुगेर छिटोभन्दा छिटो पीडितले न्याय पाओस् भन्ने कुरामा हामी पनि तपाईँहरूको साथ छौँ। हस्, धेरै धेरै धन्यवाद। तपाईँहरूले अब यत्रो चासो लिएर गर्नु भएको छ, सबैतिरबाट यसको चासो राख्नु भएको छ। विभिन्न संवैधानिक निकायहरूबाट, विभिन्न मन्त्रालयबाट, सरकारवाला निकायहरूबाट पनि चासो राख्नु भएको छ। हामीले सबैको जिज्ञासाहरूलाई त्यही अनुसारले सम्बोधन गर्दै आएका छौँ। यहाँहरूको प्रख्यात मिडिया मार्फत पनि हामी आम जनतामा के गर्न चाहन्छौँ भने विभिन्न खालका सूचनाहरू आइरहेका छन्। ती सूचनाहरूलाई प्रत्येकलाई हामीले सम्बोधन गर्ने भन्दा पनि हामीले आधिकारिक रूपमा कुनै सूचना चाहियो भने जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग नै आधिकारिक रूपमा सूचनाहरू लिइदिनु होला र कुनै पनि भ्रमपूर्ण सूचनाहरू चाहिँ नफैलाइदिनु होला। किनभने पक्कै पनि यो यो केस भनेको एकदमै सेन्सिटिभ केस हो। नाबालिकाको हत्या भएको छ, त्यसमाथि प्रहरीले हेर्ने जघन्यभन्दा जघन्य अपराध जबरजस्ती करणीपछिको हत्या हो। त्यो भएको कारणले एकदमै सेन्सिटिभ केस हो यो।
यसमा सूचनाहरू राख्दाखेरि चाहिँ 2 पटक सोचेर र जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग यकिन गरेर मात्र राखिदिनु होला। अन्तिम एउटा फेरि सोधिहालेँ, जस्तो जबरजस्ती अनि पछाडिको यो मृत्यु भन्नुभयो अथवा हत्या भन्नुभयो, कुनै धारिलो हात हतियार प्रयोग भएको छ कि छैन यसमा मैले छुटाएको? अहिलेसम्म देखिएको छैन। अटोप्सीबाट शव परीक्षणबाट अन्य कुनै चोटपटकहरू शवमा देखेको छैन। त्यो जबरजस्ती गर्नेकै कारणले यो नाङ्गामा भएको चोटबाट भएको रक्तस्रावले नै मृत्यु भएको देखिन्छ। जस्तो जतिजना समातिएका छन् समातिएकाहरूको उमेर पनि 18 वर्ष अब भन्ने छ कि? मृतकसँगकै आफ्नै एउटै क्लासका छ 3 जना र एकजना, त्यो 3 जना मध्येको एकजनाको भाइ हुनुहुन्छ। त्यही भएर 4 जना नै यसमा हामीले बल्ल गऱ्यौँ, के अरे यकिन गऱ्यौँ यिनीहरू पनि नाबालक नै छन्। त्यही भएर नामहरू हामीले, यहाँहरूले पनि अलिकति नामहरू खुलाउँदाखेरि त्यसलाई ध्यानमा राखिदिनु होला। पीडितको र अभियुक्तको नामहरू खुलाउँदाखेरि त्यो गोपनीयता राखिदिनु होला बालबालिकाहरूको। अब यस्तो हुन्छ, मृतक नाबालिका भएको कारणले यो घटना जबरजस्ती गर्ने घटना हो। अब रह्यो कुरा सङ्कितहरू नाबालिग हो होइन भन्ने कुरा, त्यो एउटा त्यो पाठ त रह्यो, तर त्यो हुँदैमा कुनै छुटकारा पाउने भन्ने हुँदैन। यति बेला म सुर्खेतमा छु, सुर्खेतको जिल्ला प्रहरी कार्यालयमा छु। मेरो साथमा हुनुहुन्छ एसपी सुधीरराज शाही, जसले यो घटनाको अनुसन्धानलाई आफैले एकदमै निरन्तर रूपमा खटिएर अगाडि बढाइराख्नु भएको छ। 23 गते बिहान इनिसा विक जो 16 वर्ष 23 गते बिहान इनिसा विक जो 16 वर्षकी नाबालिका छिन्, उनको हत्या भनिएको छ, बलात्कारपछि हत्या भनिएको छ, अनुसन्धान भइरहेको छ। तर अनुसन्धानले अझै थप ठ्याक्कै यही भएको भन्ने कुरा खुलाइसकेको छैन। यो बिचमा अनुसन्धान कहाँ पुगिरहेको छ भन्ने विषयमा रहेर मैले थोरै सुधीरराज शाहीसँग, जो एसपी साहब हुनुहुन्छ, उहाँसँग यस घटनामा रहेर कुराकानी गर्दैछु। सर नमस्कार। हस्, धन्यवाद। मलाई यो इनिसा विक बहिनीको जुन बलात्कारपछि हत्या भनेर भनिएको छ, यो घटनामा रहेर केही कुरा जानकारी दिनु न, के भइरहेछ अनुसन्धान? हस्, धन्यवाद। यो गएको शनिबार यो 23 गते लगभग 9:45 हामीलाई खबर आयो, हाम्रो शहीद पार्कको प्रहरीलाई खबर आयो, यहाँनिर यसरी मान्छे अचेत अवस्थामा छ महिला भनेर खबर आइसकेपछि त्यहाँ तत्काल प्रहरी 5 मिनटमा उसमा पुग्यो। अनि त्यहाँ प्रहरीले तत्काल त्यहाँ भएका मान्छेहरूसँग सोधपुछ गऱ्यो। त्यहाँ चाहिँ यो महिला, उसको यो नाबालिकाको मृत्यु भइसकेको रहेछ। अनि त्यस पश्चात घटनास्थलहरू सेक्युर गरेर अनि हामीले हाम्रो सिनियर प्रहरी अफसरहरू, डिएस साहबहरूकै टिमहरू पनि लगायतका गयौँ त्यहाँ। अनि घटनास्थलबाट हामीले एकजना अभियुक्तलाई पक्राउ गरेको छौँ, जसले चाहिँ घटनामा संलग्न भएका, त्यही घटनास्थलबाटै पक्राउ गऱ्यौँ। र पछि परिवारको सूचनापछि 3 जना अरू चाहिँ शङ्कित, त्यो घटनामा संलग्न हुनसक्छ कि भनेर शङ्कित व्यक्तिहरूलाई नै पक्राउ गऱ्यौँ, जसको चाहिँ नाम चाहिँ जाहेरी दरखास्तमा पनि आएको थियो। अहिले जम्मै 4 जना व्यक्तिहरू पक्राउ गरेको छ र अनुसन्धानको दायरामा छ। अहिले हामीले त्यसमा अनुसन्धान गर्दैछौँ। अहिलेसम्म हामीले 25 गतेको दिन पोस्टमार्टम गरेका छौँ। यहाँ प्रदेश अस्पतालको फरेन्सिक एक्सपर्ट लगायतको 3 जना डाक्टर साहबहरूको टिमले त्यो पोस्टमार्टम कम्प्लिट गरेको छ 25 गते भने। 26 गतेको दिनमा चाहिँ फेरि पुनः भेरी अस्पतालबाट फरेन्सिक डक्टरको अर्को डाक्टर साहब पनि आएर सेकेन्ड ओपिनियनको लागि पनि सब परीक्षण गरेर 4 जना डाक्टर साहबहरूको टिमले सब परीक्षण कम्प्लिट गरेको छ। सब परीक्षण रिपोर्ट आएको छ, सब परीक्षण रिपोर्ट आएको छ। अनि त्यस पश्चात चाहिँ अब हामीले थप त्यो घटनास्थलमा प्राप्त भएका सबुत प्रमाणहरू अनि मृतकको शरीरबाट निकालिएका रगतहरू र भिसेराहरू लगायतको यिनीहरू चाहिँ परीक्षण गर्न हामीले विधि विज्ञान प्रयोगशालाहरूमा पठाएका छौँ। मृतकको र अभियुक्तहरूको मोबाइलहरू लगायतका डाटाहरू परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याब हेडक्वार्टरमा पठाएका छौँ। र यस्तै गरेर घटनास्थलमा प्राप्त अन्य सबुत प्रमाणहरू पनि
जुन फिजिकल एभिडेन्सहरू छन्, बायोसेरोलोजिकल एभिडेन्सहरू छन्, यिनीहरू पनि हामीले अनुसन्धान गर्नलाई विधि विज्ञान प्रयोगशालामा पठाएका छौँ। यो सबै परीक्षणको रिपोर्टहरू आइसके पश्चात अझ घटना यकिन हुन्छ भन्ने आश लिएको छौँ हामीले। र त्यस्तै गरेर अन्य यो घटनामा संलग्न व्यक्तिहरूको सिडिआर एनालाइसिसहरू लगायतका यी सम्पूर्ण कामहरू गर्दैछौँ त्यसको लागि। अनि त्यस्तै गरेर घटनामा उनीहरूसँग प्रारम्भिक सोधपुछमा हामीले कसरी गएको थियो, कस्तो गएको थियो भनेर एउटा प्रारम्भिक सोधपुछ गरिसकेका छौँ। त्यो अनुसारको हामीले विभिन्न जहाँ जहाँ हुनसक्ने ठाउँहरूको सिसिटिभी फुटेजहरू लगायतका सम्पूर्ण कलेक्सन गरिसकेका छौँ। मुख्य कुरा पीडितको परिवारसँग हामी निरन्तर संवादमा छौँ, निरन्तर सम्पर्कमा छौँ। उहाँहरूलाई विभिन्न सोसल मिडियाहरूमा विभिन्न अन्य उसमा आइरहेका विभिन्न खालका प्रकारका सूचनाहरू पनि आइरहेका छन्। मान्छेले अड्कल गरेर राखेका सूचनाहरू पनि छन्। ती सूचनाहरूलाई पनि यकिन गर्ने दृष्टिकोणले पनि त्यो यकिन गर्ने उसले पनि हामी परिवारसँग चाहिँ निरन्तर सम्पर्कमा छौँ। हामी अहिलेसम्म हरेक दिन हामी 1-1.5 घन्टा परिवारसँग बसेका छौँ। उहाँहरूलाई घटनाको प्रगति बारेमा हामीले जानकारी गराएका छौँ। र यहाँ एकजना हामीले इन्सपेक्टर साहब चाहिँ उहाँहरूसँग लियाजो गर्नको लागि चाहिँ इन्सपेक्टर साहब नै खटाएका छौँ। र अहिले घटनाको थप अनुसन्धान गर्नलाई कुनै पनि पाटो नछुटोस्, कुनै पनि मिहिन रूपमा चाहिँ हरेक पाटोको अनुसन्धान गर्न सजिलो होस् भनेर हामीले यहाँ पनि एउटा डेडिकेटेड टिमै बनाएका छौँ। त्यही घटना नै हेर्ने गरेर डेडिकेटेड टिम बनाएको छौँ। त्यो टिमले काम गरिसकेका छ। त्यस्तै गरेर हामीले केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो CIBबाट पनि एकजना इन्सपेक्टर साहबको टिम आउँदै हुनुहुन्छ। त्यो पनि माग गरेका छौँ ताकि चाहिँ यो घटनामा अझ हामीलाई थप सहयोग होस् भनेर। र यस्तै गरेर हामीले नेपालगञ्जबाट नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगञ्जबाट जुन चाहिँ अनुसन्धान गर्ने कार्यालय त्यहाँबाट पनि हामीले पोलिग्राफको एक्सपर्ट मगाएको छौँ। त्यो बयानमा चाहिँ कसैले झुटो बोल्यो कि कस्तो झुटो साँचो के बोल्यो भनेर यकिन गर्नको लागि पोलिग्राफको एक्सपर्ट मगाएको छौँ। त्यस्तै गरेर मोबाइल लगायतका डिजिटल एनालाइसिस गर्नको लागि पनि त्यहाँबाट हाम्रो प्रहरीको एक्सपर्टहरू मगाएका छौँ। अहिलेसम्म हामीले देखेको उसमा अभियुक्त हुन सक्ने भनेर उनीहरूलाई शङ्काको घेरामा रहेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिसकेका छौँ। अब र त्यस्तै गरेर सब परीक्षणको रिपोर्ट पनि आइसकेको छ र अन्य रिपोर्टहरू अब बाँकी छ। यो घटनालाई चाहिँ हामीले कसरी गरेको छौँ भने टुक्रा टुक्रामा डिभाइड गरेर हरेक इन्फर्मेसनहरूलाई अब बिस्तारै जोड्दै लाने प्रयास गर्दैछौँ। पोस्टमार्टम रिपोर्ट पनि आइसकेको हो? आइसक्यो। के छ त्यसमा, के देखिएको छ अहिले?